मेरो चाहिँ सिस्नो भात, जरिङ्गो साग, अन्डा। ल खुर्सानी पनि यत्रो भुक्कै परेछ आज। जति धेरै जरिङ्गो छ त्यति नै धेरै अन्डा पनि राख्यो भने चाहिँ राम्रो। हेर्नुहोस् त कति मजाले फ्राई भयो। कहाँ हिँडेको तँ चाहिँ? सो हल हाई नमस्ते एन्ड वेलकम ब्याक टु अनदर ब्लग। जिरेल ब्लगमा फेरि पनि स्वागत छ यहाँहरूलाई। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। यो हो जिरी नगरपालिका वार्ड नम्बर 4 जिरेल बस्ती। हजुरहरू साँझ पर्यो, अब चाहिँ घाम मस्त आयो, दिनभरि पानी पर्यो, अघि भर्खर पानी बिसायो, अब साँझ पनि पर्न लाग्यो। बेलुकाको खाना बनाउने बेला भएको छ हजुरहरू। यस्तो छ अहिलेको नजारा चाहिँ मेरो घरको छेउछाउको हरियाली एकदमै बढेर आएको छ। यो देख्दाखेरि त साह्रै खुसी पनि लाग्छ र पानी पर्या गर्दाखेरि चाहिँ झ्याउ लाउने क्या, दिक्क लाग्ने। अनि यता हेर्नु न, गाउँहरू सबै ढलेर यस्तो भइसक्यो। अलिकति पानी बढी भयो भने नि गाउँ चाहिँ ढलिहाल्छ। आज चाहिँ म जरिङ्गोको साग पकाउन लागेको छु हजुरहरू। जरिङ्गोको साग पनि मिठो हुन्छ अन्डा राखेर पकाउँदाखेरि। हुन त सिस्नो पनि छ, मलाई चाहिँ सिस्नो नै छ। बाबु चाहिँ अब सिस्नो खान्छ कि खाँदैन थाहा छैन, त्यही भएर उसलाई चाहिँ साग, जरिङ्गोको साग बनाइदिनु पऱ्यो। अनि लसुन चाहिँ सिद्ध्याएर चाहिँ बारीमा लसुन उखेल्न आएकोमा चाहिँ ल आउनुहोस् है हाम्रो जिरेल ब्लकको किचनमा हजुरहरू। त्यहाँ चाहिँ भर्खर हिजो आज पो गुराँस फुल्दैछ। के भएको अन्त सबै झरिसक्यो, गुराँस चाहिँ ओइलाइसक्यो, फुलेर पनि यहाँ चाहिँ भर्खर फुलेको छ। यो एक झाङ चाहिँ कालो बादल लागिसक्यो फेरि पनि। त्यहाँ माथितिर चाहिँ, यता हाम्रोतिर चाहिँ खासै त्यस्तो छैन, उज्यालै छ। ल हजुरहरू, सबैको आलुमा दुम्सी पसेछ भनेर बेरा लाउनु थालेछ। मेरोमा चाहिँ अब बेरा लाउने पनि केही छैन, बोरासोरा पनि केही छैन है। अब मेरो पनि पस्यो कि नदुम्सी हेर्न जानु पर्यो म त। उहाँ पारीतिर पनि बेरा लाउँदैछ। कहाँ हिँडेको? यो पनि सँगसँगै आएको हेरौँ नि। ल आऊ ल। अनि बेरा लाउनलाई पनि छैन त, अब के बेरा लाउनु। मेरो चाहिँ सखापै पार्ने होला अब दुम्सी पुग्यो भने। कमाइ खेती लाएर पनि के गर्नु हो, कहिले केले खाइदिन्छ, कहिले केले खाइदिन्छ है। झ्याउ लाग्ने गाउँ ढलेर के भएछ त, हेर्नु त गुन्द्री सबै। ल ए कहाँ हिँडेको तँ चाहिँ? काम छैन, घरमा बस्नु छोडेर म जहाँ गयो त्यहीँ जानुपर्ने होला। अचम्म छ यसको पनि बानी व्यवहार चाहिँ। यो आलु बारीमा पनि कति छिर्नु है, कमिला पर्दो हो। नछिराउँ पनि हुँदैन, दुम्सी छिर्यो भने त अनि बर्बाद पारिहाल्यो नि भाइ। मेरो त फेरि एकतिर मात्रै लाएर पनि हुँदैन क्या, चारतिरै लाउनुपर्छ। यहाँ बेरा लायो भने नि खासै पस्या जस्तो त छैन दुम्सी है। आएको छैन क्या हो, आएको रहेनछ अहिलेसम्म त। आज रातितिर चाहिँ पुग्छ कि कसो गर्छ कुनी, अहिलेसम्म चाहिँ आएर हिँड्छ। ल राम्रै रहेछ। खडेरीले यसपालि आलु नउम्रेर पातलो उम्रेछ आलु पनि। के को नखन्नु नि दुम्सीले, हेर्नु त ए आलु त भाइ यत्रो फल्न लारहेछ। अनि यो त बर्बाद पारिहाल्यो नि अब। कस्तो चाहिँ होला। आऊ ल आऊ घर जाउँ। ल हेर्नु त यो चाहिँ यस्तो चाहिँ, यो चाहिँ केले हो क्या? ए आलु त माथि निकालेर राखेछ त्यही। ए यहाँ ए यत्रो भएको आलु त। अनि ला यो त छिनेछ त। अनि यो चाहिँ केले हो क्या फेरि? यो दुम्सीले त होइन होला। यो फेरि यत्रो आलु पनि चुटालेर बर्बाद पारेछ नि हो। केले बेरा लाउनु त है अब आलुबारीमा। म गएँ है। यो पनि कुदेर आउँछ हेर्नु है। अब आएको ल यसको त परे निस्किसक्यो।
मैले एकतिर चाहिँ खाना बसाएँ, अर्कोतिर चाहिँ कराईमा तेल तात्दै छ हजुरहरू। अब चाहिँ यहाँ चाहिँ मैले जरिङ्गो पनि काटेर रेडी बनाइसकेँ। अब चाहिँ यसमा अन्डा फुटालेर हाल्नु पर्यो नि त। अन्डा यो जरिङ्गो चाहिँ अलि बढी नै भएको भएर मैले अन्डा चाहिँ 4वटा राख्छु। जति धेरै जरिङ्गो छ त्यति नै धेरै अन्डा पनि राख्यो भने चाहिँ राम्रो। 4वटा अन्डा राख्छु मैले यहाँ। यसलाई चाहिँ मजाले अन्डासँग घोल्नुपर्छ है हजुरहरू। जरिङ्गो पकाउँदाखेरि चाहिँ खाली जरिङ्गो भन्दा अन्डासँग चाहिँ मिठो हुन्छ एकदमै। ठ्याक्कै अमलेट बनाएको जस्तै त हो नि यो बनाउनलाई। मैले पोहोर यो जरिङ्गोको भिडियो हाल्दाखेरि चाहिँ धेरैजनाले मन पराइदिनु भएको थियो। भित्र जर्नु थाल्छ हौ, तेल धेरै खर्यो भने यही प्रब्लम हुन्छ क्या। जरिङ्गो चाहिँ मजाले फ्राई भयो हजुरहरू। हेर्नुहोस् है, हेर्नुहोस् त कति मजाले फ्राई भयो। यसमा चाहिँ लसुन, खुर्सानी अनि एउटा टमाटर पिसाएको छु मैले। अब यस्तो हरियो सागहरूमा चाहिँ जिराहरू राखेको खासै मिठो हुँदैन नि त, त्यही भएर राख्दिनँ मैले। ल हजुरहरू, मेरो चाहिँ खाना यो चाहिँ जरिङ्गो र अन्डा भयो भने यहाँ चाहिँ सिस्नो, यो चाहिँ दिदीले पकाएर ल्याइदिएको सिस्नो। यो बिहान ल्याइदिनु भएको थियो, मैले चाहिँ बिहान खाना खाइसकेको थियो, दिदीले सिस्नो ल्याउनु भयो, त्यही भएर बेलुका खान्छु भनेर राखेको हजुरहरू। अब चाहिँ ढिला नगरिकन फटाफट खाऊँ। मैले जरिङ्गोलाई पनि यहीँ राख्थेँ। सिस्नो चाहिँ यत्तिकै खाँदा पनि मिठो हुन्छ क्या, चिसै खाँदा पनि। त्यही भएर खुर्सानी चाहिँ यहाँ छ मेरो। ल हजुरहरू, म चाहिँ हतार नगरिकन ढिला नगरिकन फटाफट खाएँ है त हजुर। अब मेरो चाहिँ सिस्नो भात, जरिङ्गो साग, अन्डा। ल खुर्सानी पनि यत्रो भुक्कै परेछ आज, खै केही छैन, ठिकै छ। कता हो खुट्टा। ल सिस्नो भात खाइहालौँ है त हजुर। म ढिँडो पकाउँछु सोचेको थिएँ, फेरि भोक पनि लाग्यो क्या दिउँसो, अब खाजा खाइएन, त्यही भएर। ल वाउ, यो दिदीले नि सिस्नो चाहिँ मिठो पकाउँछिन् है। Oh my god. जरिङ्गो त झन् नमिठो हुने कुरै भएन है। यो साल चाहिँ यही पहिलो टाइम, फर्स्ट टाइम यही हो मैले जरिङ्गो खाएको चाहिँ। पोहोर त बेला 2-3 चोटि खाइसकेको थियो। यसपालि चाहिँ
एकदम मिठो है सिस्नु चाहिँ। म जस्तो प्रेसरको रोगीलाई चाहिँ, ब्लड प्रेसर हाई हुने मान्छेलाई चाहिँ सिस्नु एकदमै सिस्नु चाहिँ एकदमै फलदायक। सिस्नु त हरेक चिजलाई पनि के प्रेसर लो भएको मान्छेलाई चाहिँ अलिक बेफाइदा गर्छ अरे यसले, नत्र त सिस्नु चाहिँ यत्तिकै खाँदा पनि मिठो हुने क्या।